बाटाको है आज यतै बस्छ म चाहिँ सपिङ गर्दिनँ है गाइस पैसा सपिङ होइन अलिकति सपिङ गर्न होइन बेसी छैन सामान अलिकति मात्रै छ किचनको कालहरू होला रासेन डिमार्टमा लिन्छौँ नि त हामी त्यही भएर गाइस ब्यागभित्र त्यतिकै हाल्नु दिँदैन हो लक गरिदिन्छ बहिनी र भेना चाहिँ ब्याग लक गर्दैछ हामी चाहिँ वेट गरिरहेको छु भित्र एन्ट्री गर्नुको लागि है आउँदैछ दुईजना अब हामी एन्ट्री गर्न आँटेको एनी टाइम के दिन आएको बेला shopping now is the shopping time. सपिङ आइटम्स एउटाले ब्याग लक गर्ने बिजी छ हो गयो एन्ट्री गर्ने बेलामा आउँदैछ गाइस अब हामी चाहिँ सामान किन्छु है के भने पैसा नै करने का भिडियो नै करने का भन्दैछ गाइस हो गाइस फाइनली हाम्रो सपिङ पुरा भयो हो भित्र त भिडियो बनाउनु पनि दिएन अलाउ छैन भिडियो बनाउनु भन्यो हामी निस्क्यौँ है के किने डिमार्टमा अरे पुरा सक्यो पैसा गाइस पैसा फिनिश भयो तिमीले मेरो छैन गाइस पैसा आकै छैन जसको छ खतम हाम्रो चाहिँ खतम भयो पुरा दुखीचोट बनाइदियो गाइस अन्त अब त फिटनेस हुनु पनि फिटनेस बस्नु पनि डरै सरी भइसक्यो गाइस मैले सोचेको थिएँ है के अरे जिम सुरु गरिदिउँ भनेको थिएँ हो बेसी मोटी भयो भनेर सबले मोटी भन्नु थाल्यो जिम स्टार्ट गरिदिउँ भनेको त मर्नु पो थाल्यो मान्छे फिटनेस बस्दाखेरि भन्छ भाइ मलाई त डर लाग्नु थाल्यो त्यही भएर सिम्पल खालि योगा गर्ने है आफ्नो फिटनेसमा बस्ने हो गाइस सबले मोटी भने अब म फिट भएर देखाउने हो हजुरहरूलाई पनि के कुरा चल्दैछ 800 करोड गाइस यहाँ चाहिँ के अरे सेफाली जरीवालाको कुरा हुँदैछ है के भएर मर्यो कसो भएर मर्यो भनेर अब 10वटा मुख 10वटा कुरा भनेको त्यही हो क्या गाइस अब के भएर मर्यो त्यो त अब त्यसको फ्यामिलीलाई र त्यसलाई नै थाहा होला है अब हामीले कुरा गरेर के पाउने हो ल गाइस भिडियो हेरिदिनुहोस् होला माया गरिदिनुहोस् होला हजुरहरूले लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है गाइस हजुरहरूले सोच्नु हुँदै होला है अँधेरो बाटोमा कहाँ हिँड्दैछ भनेर है म चाहिँ हजुरहरूलाई भन्न चाहन्छु हामी चाहिँ भर्खर सपिङ गरेर आएको तर हाम्रो रुमको जस्ट अपोजिटमै छ है त्यो भएर चाहिँ हिँडेरै आएको किन भाडामा पैसा वेस्ट गर्नु भनेर चाहिँ हिँडेरै हाम्रो यस्तो जस्ट वाकिङ पनि हुन्छ है त्यही भएर चाहिँ हामी अँधेरोमा बस हामी पुग्न आँटे गाइस घर पुगेर भेटौँ होला सो गाइस फाइनली हामी रुम आइपुग्यौँ है माछा देखाउँ न माछा खाने रे आज यिनीहरू हो माछा पनि लिएर आयौँ डिमार्टबाट सपिङ पनि पुरा भयो गाइस पुरा थाके हो यस्तो मेहनत गरेर भ्लग बनाएको छु गाइस प्लिज हेरिदिनुहोस् होला माया गरिदिनुहोस् होला है ल सबैजनाले माया धेरै माया धेरै माया दिनुहोस् है सबैजनाले माया छ हाम्रो हामीलाई चाहिँ